जुइजुत्सु काइसेन हेर्दा यो एउटा नर्मल एक्सन एनिमे जस्तो लाग्छ, तर यो एनिमेभित्र एकदम डार्क कुरा लुकेको छ। आज हामी बुझ्न खोज्छौँ कि जुइजुत्सु काइसेन हेर्दा किन यति हेभी फिल हुन्छ। नमस्ते साथीहरू, आजको भिडियोमा हामी जुइजुत्सु काइसेनको स्टोरी, थिम र इमोसनलाई सिम्पल नेपालीमा बुझ्न ट्राई गर्छौँ। स्पोइलर फ्री छ, बिगिनर्सको लागि हो। जुइजुत्सु काइसेनको दुनियाँमा कर्स भनेको मन्स्टर मात्र होइन, कर्स भनेको फियर, गिल्ट, एङ्गर र सफरिङ। मान्छेहरू जति धेरै दुखी हुन्छ त्यति नै धेरै पावरफुल कर्सहरू जन्मिन्छन्। युजी इटाडोरी राम्रो मान्छे हो, तर जेजेके युनिभर्सको सबैभन्दा खतरनाक कर्स नै ऊभित्र छ। जुइजुत्सु काइसेनमा हिरोहरू पनि सेफ छैनन्। डेथ पर्मानेन्ट हुन्छ, मिस्टेकको प्राइस हुन्छ। अनि त्यसैले यो एनिमे हेर्दा मन भारी हुन्छ। मलाई लाग्छ जुइजुत्सु काइसेनको सबैभन्दा डार्क कुरा फाइट होइन, डार्क कुरा हो मान्छेले आफ्नो पेनसँग कसरी बाँचिरहेछ। यदि तपाईहरूलाई एनिमेको यो साइड मनपर्छ भने यो च्यानलमा यस्तै स्टोरी टेलिङ आउँछ, सब्सक्राइब गर्नुहोला। हेर्नुभएकोमा धन्यवाद।